यो त अपहर झर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपहर झर अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। राजनीतिमा हाम फालेको मान्छेले बाहिर निस्कन खोज्दैन, अब तपाईँ 6 महिना पछाडि के गर्नुहुन्छ? अब निस्किने नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि, गरौँला। अहिले नै कसरी भन्ने त्यो पत्रकारहरूले नबेल्नु न हो। मन्त्री होइन, अब एउटा जिम्मेवारी, एउटा भनौँ न एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। होइन कि साथीहरूले चाहिँ राजनीतिमा हाम फाल्नु पर्यो भनेर त्यत्तिकै क्याउ गरेको हुनाले मैले तिनीहरूको मुख टाल्नलाई प्रधानमन्त्री दिए जान्छु नत्र जान्नु भने हो, ठट्टा गरेर भने हो क्या। आधा जीवन उच्च विचार जेसुकै हो, के भन्न चाहनुहुन्छ? जेसुकै गरेर भन्न चाहन्छु भन्नुभएको, जेसुकै गरेर आफ्नो बुद्धि लगाएर गर भनेको त्यो जेसुकै गरे पनि भनेको कुरो चाहिँ हो त्यति बेला, होइन? जेसुकै गरेर सुतेर बस भनेको त छैन नि मैले। पहिलो पनि आविष्कारक हुनुहुन्छ, यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ।